नमस्कार, स्वागत छ तपाईँ सबैजनालाई बिएनबी क्लासमा। हाम्रो नेपालको संविधान 2072 को सन्दर्भमा दोस्रो भिडियो हामी लिएर प्रस्तुत भएका छौँ। आशा छ तपाईँहरूले पहिलो भिडियो मन पराउनु भएको थियो। सुरु गर्नुभन्दा पहिला कृपया हाम्रो च्यानल सब्स्क्राइब गर्नुहोला र यो भिडियो अन्त्यसम्म हेर्नुहोला ताकि सम्पूर्ण जानकारी तपाईँले प्राप्त गर्नुहुनेछ। आजको हाम्रो टपिक संविधानको सुरुवाती जुन हुन्छ जसलाई हामी प्रिएम्बल वा प्रस्तावना भन्छौँ। हजुर, कन्स्टिट्युसन अफ नेपाल, नेपालको संविधान 2072 यो चाहिँ दोस्रो भिडियो भएको कारणले हामीले पार्ट 2 बनाएका छौँ, जसमा चाहिँ हामी प्रिएम्बल प्रस्तावनाको बारेमा आज कुरा गर्नेछौँ। प्रिएम्बल मिनिङ एन्ड इम्पोर्टेन्स, यसको अर्थ र महत्त्वको बारेमा अलिकति हामी कुरा गरौँ। Preamble is the introductory statement of the Constitution. It expresses the sovereign will of the Nepali people. हैन, नेपाली जनताको सार्वभौम इच्छा, हैन, उसको चाहना के हो त्यो कुरा देखाउँछ। यसले चाहिँ ऐतिहासिक सङ्घर्षहरू जस्तै कि हाम्रा लोकतान्त्रिक प्रजातान्त्रिक हैन समावेशिताका सङ्घर्षहरू स्ट्रगल्सका बारेमा कुरा गर्छ भने यसले इन्टरप्रिटेसन र स्पिरिट, यसले चाहिँ संविधानको भावना र व्याख्यालाई मार्गदर्शन गर्ने गर्छ। अब यसमा नेपालको संविधान 2072 को कोर कमिटमेन्ट्स, मूल प्रतिबद्धता जुन प्रिएम्बलमा लेखिएको छ के छ भनेपछि सोभर्निटी, इन्डिपेन्डेन्स, टेरिटोरियल इन्टिग्रिटी, नेसनल युनिटी, त्यसपछि हैन इस्टाब्लिसमेन्ट अफ फेडरल डेमोक्रेटिक रिपब्लिकन सिस्टम, human rights, fundamental rights, rule of law, inclusive, proportional, participatory governance, prosperous, socialism orientedness हैन। यसैले नेपालीमा हेर्दा भने सार्वभौम सत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको स्थापना, मानव अधिकार, मौलिक हक, कानुनी राज्य, समावेशी, समानुपातिक र समान सहभागितामूलक शासनमा जोड, समृद्ध तथा समाजवाद उन्मुख राष्ट्र। के चाहिँ की भ्यालुज हैन, मुख्य मूल्यहरू या प्रमुख मूल्यहरू के छन् त प्रस्तावनामा समेटिएका, यसको बारेमा कुरा गर्ने भने मैले यहाँ इङ्ग्लिस नेपाली दुईटै भाषामा लेखेको छु ताकि अङ्ग्रेजी भाषाबाट पढ्न चाहने साथीहरू र नेपाली माध्यमका साथीहरू दुवैजनालाई चाहिँ सजिलो होस्। इन्क्लुजन एन्ड सोसल जस्टिस, हैन, भेदभावको अन्त्य गर्दै समावेशिता र सामाजिक न्याय, डाइभर्सिटी एन्ड नेसनल युनिटी, हैन, विविधता र राष्ट्रिय एकताका कुराहरू गर्छ। जस्तै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक राष्ट्रको रूपमा नेपाललाई अघि सारिएको छ। लैङ्गिक समानता र समानुपातिक समावेशिता, जेन्डर इक्वालिटी, प्रोपोर्सनल इन्क्लुजन, हैन, त्यस्तै डेमोक्रेटिक नर्म्स, फ्रिडम्स, प्रेस फ्रिडम, हैन, लोकतान्त्रिक मूल्य, स्वतन्त्रता, प्रेस स्वतन्त्रता, त्यसै अनुसार सस्टेनेबल डेभलपमेन्ट एन्ड इकोनोमिक इक्वालिटी, दिगो विकास र आर्थिक समानता र कुराहरूको बारेमा पनि प्रिएम्बलमै, प्रस्तावनामै समेटिएको छ। यो एकदम बृहत रूपमा हैन हाम्रो आर्थिक, सामाजिक, राजनीतिक, हैन, धार्मिक सबै कुराहरूले समेटेर चाहिँ प्रिएम्बलमा यी कुराहरू प्रस्ट्याइएको छ। अन्तमा हामीले कुरा गर्ने हो भने हैन, प्रिएम्बल सोज द भिजन, फिलोसफी एन्ड गोल्स अफ द कन्स्टिट्युसन, हैन, दृष्टिकोण, दर्शन, अभियान, लक्ष्य, हैन, हाम्रो सिद्धान्तका बारेमा प्रिएम्बल, हैन, प्रस्तावनाले कुरा गर्दछ भने अब मुख्य कुरा जुन हामीले याद गर्नुपर्ने हो त्यो हो नेचर अफ द स्टेट, हैन, राज्यको स्वरूप कस्तो छ, जुन चाहिँ हाम्रो फेडरल डेमोक्रेटिक रिपब्लिक हो, संघीयता, हैन, गणतन्त्रात्मक व्यवस्था, सोभर्निटी, हैन, सार्वभौम सत्ता जुन चाहिँ नेपाली जनतामा निहित छ, इट इज भेस्टेड इन नेपाली सिटिजन्स। र मुख्य अन्य कुराहरू जुन यसमा छ त्यो हो की भ्यालुज, हैन, मुख्य मूल्य मान्यताहरू, जस्तै इन्क्लुजनका कुराहरू छन्, हैन, समावेशिता, प्रोपोर्सनल इन्क्लुजन, हैन, फेडरलिजम, संघीयताका कुरा, तीन तहको सरकारको हामीले अवधारणा यसबाट स्थापित गरेका छौँ। रिपब्लिकनिजम, हैन, गणतन्त्रात्मक व्यवस्थामा, हैन, हामीले गरेका छौँ। अन्य कुराहरू गर्ने भने हाम्रो मौलिक हकका कुराहरू पनि हामीले यसबाट गरेका छौँ। यी मुख्य कुराहरू चाहिँ हाम्रो प्रिएम्बलले गरेको छ। कुनै पनि हाम्रो संविधानको कागजात तपाईँले खोल्नुभयो भने ठ्याक्कै पहिलो पानामा देख्नुहुन्छ प्रिएम्बल। आजको लागि यति नै। Don't forget to like, share, comment, हैन, keep learning with PNB class. Thank you so much. हामी चाँडै अर्को भिडियो